हेलो साथीहरू, गुड इभिनिङ सबैजनालाई। सबैजना ठिकै हुनुहुन्छ होला? म पनि ठिकै छु। आज चाहिँ म तपाईँहरूलाई के देखाउन आँटिरहेको छु भने चाहिँ मेरो माइतपट्टिको मेरो आगोको घरको बारीमा कफी फलाउनुहुन्छ। तपाईँहरूलाई चाहिँ देखाउन बारीमा चाहिँ कफीको बोट चाहिँ यस्तो हुन्छ। कोलाई कफी मनपर्छ, यसको खेती चाहिँ यसरी हुन्छ हो साथीहरू। बोट चाहिँ यस्तो हुन्छ हो। हाम्रो चाहिँ यहाँ पुरा छ बारीमा कफीको बोट। कफी चाहिँ कसरी फल्छ भने चाहिँ म तपाईँहरूलाई देखाउँछु। कफी चाहिँ पाकेको छ। यो चाहिँ फ्याक्ट्रीमा लगेर चाहिँ कफी बनिन्छ हो। यसको अब यो भर्खर भएको चाहिँ काँचो चाहिँ यस्तो हुन्छ। हाम्रो चाहिँ पुरा छ, हेर्नुहोस् होला। हामी चाहिँ यसकै खेती गर्छौँ। डल्ले खोर्सानी पनि हुँदैछ अहिले चाहिँ हो। बजारतिर त अस्ति निक्लिसक्यो नि। अब यहाँतिर चाहिँ भर्खर हुँदैछ मकैहरू। कफी देख्नुभयो होला यहाँ पाकेको। कफीको बोट चाहिँ म चाहिँ अहिले बारीमा आइरहेको छु। कफीको बोट पाक्दैछ। मकैहरू पनि हुँदैछ। डल्ले खोर्सानी तलसम्म छ। केराहरू पनि छ। सब्जीहरू पनि हुन्छ। सिमीहरू पनि रोप्नु भएको छ। म तपाईँहरूलाई देखाउँदैछु। कफी चाहिँ फर्स्टको चाहिँ यस्तो हुन्छ। यो चाहिँ भएर पनि पाकिसकेको। यसलाई नै फ्याक्ट्रीमा लगेर चाहिँ कफी बनेर आउँछ। हेर्नुहोस् होला, रियलमा चाहिँ यस्तो हुन्छ साथीहरू। हेर्नुहोस् होला, अहिले मकै पनि हुँदैछ हो। कफी बारी तलसम्म छ। कफी चाहिँ अस्ति टिपेर लगिसक्नु भएको। यो चाहिँ अलिअलि रलपल हो। यहाँ चाहिँ छ अदुवा बारी। यहाँ चाहिँ अदुवा चाहिँ यसरी रोप्छ, यसरी खेत गर्छ। थ्याङ्क्स फर वाचिङ माई भिडियो। गुड नाइट।